अरूको कलमले लेखिएको आफ्नो भाग्य तिमी कति पढ्छौ। अरूको कलमले लेखिएको आफ्नो भाग्य तिमी कति पढ्छौ। अरूले बनाइदिएको सिडी तिमी कतिन्जेल चढ्छौ। मालिकको होमा मुस्कुराउने होइन मार्ने, मालिकको होमा मुस्कुराउने होइन मार्ने, जागिरहेको जीवन्त महोदय अर्काको हातको खेलौना हुने। धन्यवाद कार्यक्रम सञ्चालकज्यू आदरणीय सभाका अध्यक्ष महोदय। आँखामा न्यायको पट्टीबारी, हातमा तराजु लिएर दुधको दुध र पानीको पानी छुट्याउन बस्नुभएका निष्पक्ष निर्णायक मण्डल, विजयको टीका लाउन आतुर मेरा प्रतिस्पर्धी मित्रहरू तथा सम्पूर्णमा मैसे विद्यालयको कक्षा 8 मा अध्ययन छात्रा एन्जिला पाण्डेबाट स्वीकार्नुहोस् न्याय अभिवादन। आज मिति 2082 साल 10 महिना 4 गते हाम्रो विद्यालयमा आयोजना हुन गइरहेको व्यापारभन्दा जागिर बेस शीर्षकको वादविवाद प्रतियोगिताको विपक्षमा रही, अर्थात् जागिरभन्दा व्यापार बेस शीर्षकमा म आफ्ना केही भनाइहरू व्यक्त गर्न गइरहेकी छु। कृपया सुनिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अरूको मातहतमा रही उसको इसारामा एउटा निश्चित चेकको लागि आफ्नो समय र स्वाभिमान सुम्पिनु नै जागिर हो भने आफ्नो मिहिनेत, पसिना, पौरख र सृजनशीलताले साम्राज्य खडा गर्नु नै व्यापार हो। उखान नै छ, अरूको महलको चौकीदार बन्नुभन्दा आफ्नो झुपडीको राजा बन्नु कैयौँ गुणा बेसी हुन्छ। मेरा पूर्ववक्ता मित्रले जागिरको गुणगान गाई जागिर सुरक्षाका विषयमा कुरा गर्नुभएको थियो, तर त्यो सुरक्षा होइन, त्यो त नपस्ने नसुक्ने कुनै निश्चित सीमा मात्रै हो। विश्वका धनी मानिसहरूको सूची पल्टाएर हेर्नुहोस्, त्यहाँ कुनै पनि जागिरेको नाम भेटिने छैन। फोर्ब्स पत्रिकाको तथ्याङ्क साँची छ, विश्वका 95% अरबपतिहरू व्यापारी र उद्यमी नै हुन्। नेपालकै विनोद चौधरीलाई हेर्नुहोस्, यदि उहाँले जागिरलाई रोज्नु भएको भए आज उहाँको पहिचान सेवानिवृत्त कर्मचारीसम्म मात्र सीमित रहने थियो, तर व्यापारले उहाँलाई आज विश्वमै नेपालको नाम चिनाउने डलर अरबपति बनायो। जागिर भनेको समयको दासता मात्र हो। 10 बजे अफिस हिँडेर 5 बजे फर्कने मानव मानिस घडीको एउटा पेन्डुलम मात्र हो, तर व्यापारमा आफू खुसी समयमा काम गर्न पाइन्छ। त्यति मात्र होइन, नेपालको कुल गस उत्पादनको करिब 80% भन्दा बढी योगदान निजी क्षेत्रको रहेको छ। एउटा जागिरेले आफ्नो परिवारको पेट पाल्छ, तर एउटा व्यापारीले 100 जनालाई जागिर दिई उनीहरूको घरमा चुलो बाल्न मद्दत गर्छ। उखान नै छ, माग्ने हातभन्दा दिने हात सदा माथि हुन्छ। मेरा पूर्ववक्ता मित्रले व्यापारमा जोखिम हुन्छ भन्नुभएको थियो, त्यसैले म उहाँलाई भन्न चाहन्छु, जोखिम नमूल्य जीवनमा सुख पाइँदैन। ढुङ्गाको कापमा पनि फुल तब फुल्छ जब उसले सङ्घर्ष गर्ने आँट गर्छ। उदाहरणका लागि स्टिभ जोब्सले सङ्घर्ष गर्ने आँट गरेकै कारण एउटा ग्यारेजबाट सुरु गरेको सानो व्यापारले आज विश्वको प्रविधि बदलेको छ। जागिर भनेको एउटा बैशाखी मात्र हो महोदय, जसले हिँड्न त सिकाउला, तर दौडने र शिखर छुने सामर्थ्य व्यापारले प्रदान गर्छ। कति वर्षौं सीमित रेखामा आकाश तिम्रे बाँकी छ, कति वर्षौं सीमित घेरामा आकाश तिम्रे बाँकी छ। आफै मालिक बनिएर संसार तिम्रे बाँकी छ, आफै मालिक बनिएर संसार तिम्रे बाँकी छ। जागिरले बलायक छाकपेट तर पुस्ता पाल्दैन, जागिरले बलायक छाकपेट तर पुस्ता पाल्दैन। व्यापार नै त्यो दियो हो जसले कहिल्यै हार मान्दैन। अन्ततः आफ्नो मिहिनेत, पसिना, पौरख र सृजनशीलताले साम्राज्य खडा गर्नु नै व्यापार हो। मालिकको हो र होइन बिचको भुलभुलैयामा अल्झिनु भन्दा आफू नै श्रमिक, आफू नै मालिक बन्ने व्यापार रोज्नु नै 1000 गुणा बेस हुन्छ भन्दै म मेरा विचारहरूको यही बिटमा हाल्ने अनुमति चाहन्छु। हस्, धन्यवाद।